नमस्कार, म दिव्यश्री। यस रिटवाच च्यानलमा तपाईहरूको लागि केही महत्त्वपूर्ण जानकारी लिएर आएकी छु। आज हामी एउटा यस्तो हाई भोल्टेज कानुनी विवादको चिरफार गर्दैछौँ जसले नेपालको सिङ्गो ब्याङ्किङ क्षेत्रलाई नै पुरै तरङ्गित बनाइदियो। हामी सर्वोच्च अदालतको बहुचर्चित रिट नम्बर 080WO1525 को ऐतिहासिक फैसलालाई एकदमै नजिकबाट हेर्नेछौँ। सुन्दा सामान्य लागे पनि यो कर्पोरेट सुशासनको यस्तो जब्बर लडाईँ थियो जसले ब्याङ्कका टप लेभलका पदाधिकारीहरूको भविष्यलाई नै नयाँ मोड दिएको छ। अब विषयवस्तुको गहिराईमा जानु अघि एउटा गम्भीर प्रश्नमा सोचौँ त। मान्नुहोस् नियामक निकाय अर्थात् नेपाल राष्ट्र ब्याङ्कले एउटा सामान्य प्रशासनिक चेतावनी वा वार्निङ दियो रे। के त्यही सानो वार्निङकै भरमा कुनै ठूलो कमर्सियल ब्याङ्कको सिइओ वा सञ्चालकको जागिर अटोमेटिकली चटुम्न सक्छ त? यो सुन्दा जति सिम्पल लाग्छ नि, कानुनी पाटोबाट हेर्दा यो त्यति नै कम्प्लेक्स छ। यसले हाम्रो संस्थागत सुशासन र कानुनले दिने सजायको गम्भीरतामाथि नै एउटा ठूलो प्रश्नचिह्न खडा गरिदिएको छ। ल, अब सिधै विषयवस्तुमा प्रवेश गरौँ। आजको यो विश्लेषणलाई हामी 5वटा मुख्य चरणमा हेर्नेछौँ। ब्याङ्किङ मुद्दाको पृष्ठभूमि, यसभित्रको कोर कानुनी द्वन्द्व, दुवै पक्षका प्रतिरक्षाका तर्कहरू, सर्वोच्चको अन्तिम फैसला र अन्तमा यसले हाम्रो ब्याङ्किङ सुशासनमा पार्ने दीर्घकालीन प्रभाव। पहिलो खण्डबाट सुरु गरौँ यो हाई स्टेक्स ब्याङ्किङ मुद्दा। अधिवक्ता मधुकुमार सौलागाईले दायर गरेको यो रिट निवेदन कुनै सानोतिनो संस्था विरुद्ध मात्र थिएन। खासमा भन्नुपर्दा यसले सिङ्गो ब्याङ्किङ उद्योगकै जग हल्लाउने तागत राख्थ्यो। यहाँ मुछिएका ब्याङ्कहरूको लिस्ट हेर्दा जो कोही पनि अचम्ममा पर्छ। प्रभु, ग्लोबल आइएमई, हिमालयन, नबिल, एनआइसी एसिया, कुमारी, प्राइम कमर्सियल अनि गरिमा विकास ब्याङ्क र रिलायन्स फाइनान्स। कल्पना गर्नुस् त, एउटै रिट निवेदनले नेपालका झण्डै सबै प्रमुख वाणिज्य ब्याङ्क र वित्तीय संस्थाहरूको टप एक्जिक्युटिभ लिडरसिपलाई एकैपटक निशाना बनाएको थियो। यी सबै ठूला संस्थाहरूका सञ्चालक समिति र सिइओहरू यो कानुनी चक्रव्यूहमा तानिएका थिए। आखिर यस्तो के बबन्डर भयो जसले यत्रो ठूलो मुद्दालाई जन्म दियो? मेन इस्यु थियो निक्षेप र कर्जाको ब्याज दरमा गरिएको तलबमाथि। नेपाल राष्ट्र ब्याङ्कले यी वित्तीय संस्थाहरूलाई सर्वसाधारणको हित विपरीत ब्याज दर चलाएको भन्दै नेपाल राष्ट्र ब्याङ्क ऐन अन्तर्गत कारबाही स्वरूप सचेत गराइएको थियो। हो, यही सामान्य सचेत गराइएको पत्र नै रिट निवेदकको लागि ब्रह्मास्त्र बन्यो। त्यही एउटा सानो वार्निङलाई टेकेर ती सबै ब्याङ्कका सञ्चालक र सिइओहरूलाई ठाउँको ठाउँ पदमुक्त गर्न माग गरियो। अब जाउँ दोस्रो खण्डमा, मुख्य कानुनी द्वन्द्व। यो पुरै केसको सबैभन्दा कम्प्लेक्स र इन्ट्रेस्टिङ पाटो नै दुईवटा फरक कानुनी व्यवस्थाहरू बीचको कडा टक्कर थियो। एकातिर छ नेपाल राष्ट्र ब्याङ्क ऐन 2058 को दफा 100। यसले केन्द्रीय ब्याङ्कलाई अलि फ्लेक्सिबल अधिकार दिन्छ, जस्तै गल्ती हेरेर सामान्य चेतावनी दिनेदेखि पुरै पदबाट हटाउनेसम्म। तर अर्कोतिर छ बाफिया अर्थात् ब्याङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन 2073 को दफा 18 र 29। यसले एकदमै ब्ल्याक एन्ड व्हाइटमा भन्छ, नियामक निकायबाट कुनै पनि कारबाही भोगेको व्यक्ति सञ्चालक वा सिइओ बन्नै अयोग्य हुन्छ। अब हेर्नुस् है, एउटा ऐनले ल ठिकै छ सामान्य चेतावनी मात्र दिउँ भन्छ, तर अर्को ऐनले त्यही चेतावनीलाई फुल टाइम अयोग्यता मानिदिन्छ। यही गज्जबको विरोधाभास नै यो मुद्दाको मुटु थियो। यसले हामीलाई एउटा गम्भीर कानुनी दोबाटोमा ल्याइपुर्याउँछ। के एउटा कार्यकारीलाई सचेत गराउन वा अलर्ट गर्न मात्रै दिएको सानो सजाय कानुनी रूपमा अटोमेटिक बर्खास्तीमा परिणत हुन सक्छ त? निवेदकको जिकिर के थियो भने बाफिया ऐनको अक्षरशः पालना हुनुपर्छ। कारबाही भयो कि पद गयो। तर ब्याङ्किङ क्षेत्रको प्र्याक्टिस हेर्ने हो भने सामान्य सचेत गराउँदैमा सिधै जागिर च्याट हुने भन्ने हुँदैन। दुई पक्षको यो बुझाइले एकदमै ठूलो कानुनी तनाव क्रिएट गरेको थियो। तेस्रो खण्ड, प्रतिरक्षाका तर्कहरू। यति ठूलो आरोप लागिसकेपछि केन्द्रीय ब्याङ्क र कमर्सियल ब्याङ्कहरू चुप बस्ने त कुरै भएन। दुवै पक्षका आफ्नै एकदमै सलिड लजिकहरू थिए। हामी यहाँ तटस्थ रहेर उहाँहरूका कुराहरू हेरौँ। सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने राष्ट्र ब्याङ्कको डिफेन्सलाई बुझ्नु एकदम जरुरी छ। उहाँहरूको स्पष्ट तर्क थियो, हामीले दफा 108 को 2 क अन्तर्गत मात्र सचेत गराएका हौं, जुन एउटा एकदमै सामान्य चेतावनी हो। पदबाटै हटाउन त दफा 108 को 2 ङ भन्ने छुट्टै स्पेसिफिक कानुन छ नि, जुन हामीले युज गरेकै छैनौं। अर्थात् राष्ट्र ब्याङ्कको नजरमा ब्याङ्किङ अपरेसनमा हुने हरेक सानातिना कारबाही भनेको कसैको करियर नै ड्यामेज गर्ने हतियार होइन।
यहाँ कमर्सियल ब्याङ्कहरूको संयुक्त डिफेन्स पनि उत्तिकै बलियो थियो। उहाँहरूले आफूहरू कम्पनी इन अनुसार एकदम भ्यालिड तरिकाले निर्वाचित भएको जिकिर गर्नुभयो। अर्कोतिर सचेत गराउनु अघि सफाईको मौका नै नदिएकोले प्राकृतिक न्यायको सिद्धान्तकै धजी उडेको दावी गरियो। ब्याङ्क चलाउँदा सानातिना कुरामा सचेत गराउनु भनेको रुटिन अपरेसनल म्याटर हो, त्यसैलाई टेकेर सिधै कुर्सीबाटै फाल्नु त कानुनी रूपमा कुनै एङ्गलबाट पनि न्यायोचित हुँदैन भन्ने उहाँहरूको कडा अडान थियो। चौथो खण्ड, सर्वोच्चको फैसला। अब आउँछ यो विश्लेषणको सबैभन्दा क्लाइम्याक्स। यस्तो जकडिएको कानूनी विरोधाभासलाई माननीय न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले कसरी डिकोड गर्यो होला त? अदालतले एकदमै ब्यालेन्स्ड तरिकाले 3वटा स्टेपमा यसलाई सुल्झायो। पहिलो स्टेपमा पदाधिकारीहरूलाई तत्काल हटाउनुपर्ने माग सहितको रिट खारेज गरिदियो, किनकि राष्ट्र ब्याङ्कले पदमुक्त गर्ने भनेर छुट्टै आदेश दिएकै थिएन, जसले गर्दा तत्काललाई पदाधिकारीहरूको पद जोगियो। तर दोस्रो स्टेपमा अदालतले एकदमै क्लियर भाषामा भनिदियो कि बाफिया ऐनको प्रावधान नै सुप्रिम हो, यो अकाट्य छ। अनि तेस्रो स्टेपमा भविष्यका लागि एउटा कडा परमादेश जारी गर्यो। यसको मतलब राष्ट्र ब्याङ्कलाई अब उपरान्त यस्ता अयोग्यताका नियमहरू एकदमै कडाइका साथ फलो गर्न स्पष्ट निर्देशन दिइयो। अनि यहाँनिर छ एउटा कडा सरप्राइज ट्विस्ट। राष्ट्र ब्याङ्कले सजायलाई सामान्य र विशेष भनेर जुन क्याटेगोराइज गरेको थियो नि, अदालतले त्यसलाई सिधै रिजेक्ट गरिदियो। अदालतले एकदमै प्रष्ट भन्यो कि कानुनले यस्तो कुनै पनि भेदभाव चिन्दैन, कारबाही भनेको कारबाही नै हो, चाहे त्यो जतिसुकै सानो किन होस्, कानुनको नजरमा त्यो कारबाही नै ठहरिन्छ। र यसले धेरै राम्रोसँग के देखाउँछ भने बाफियाको दफा 18(1)(1) घको अयोग्यता कति कडा रहेछ। सर्वोच्चको यो व्याख्यापछि त अब गेम नै चेन्ज भयो। नियामक निकायबाट भएको कुनै पनि कारबाही, यहाँसम्म कि एउटा साधारण चेतावनीले पनि अब कुनै पनि व्यक्तिलाई लगातार 5 वर्षसम्म ब्याङ्कको सञ्चालक वा सिइओ बन्नबाट कानुनी रूपमै ब्लक गरिदिन्छ। सोच्नुस् त, एउटा सानो वार्निङको कति ठूलो र भयानक कानुनी नतिजा। पाँचौं तथा अन्तिम खण्ड, सुशासनमा प्रभाव। यो ऐतिहासिक फैसलाले नेपालको ब्याङ्किङ सेक्टरको कर्पोरेट सुशासनमा कस्तो भूकम्प ल्यायो त? अब त्यसबारे कुरा गरौँ। सर्वोच्च अदालतको यो स्टेटमेन्ट एकदमै पावरफुल छ। अदालतको प्रष्ट भनाइ छ, कारबाही भोगेका व्यक्तिहरूलाई अयोग्यताबाट उम्कन दिने हो भने बाफिया ऐनको कुनै अर्थ रहँदैन र वित्तीय प्रणालीप्रतिको जनविश्वास पनि टिक्दैन। यो कुनै सुक्खा कानुनी बहस मात्र थिएन, यो त सर्वसाधारण निक्षेपकर्ताको दुःखको कमाईको सुरक्षा र सिङ्गो ब्याङ्किङ क्षेत्रप्रतिको भरोसा डगमगाउन नदिने एउटा बलियो ग्यारेन्टी थियो। त्यही जनविश्वासलाई मर्न नदिन अदालतले नेपाल राष्ट्र ब्याङ्कको नाममा एउटा कडा परमादेश नै जारी गर्यो। अब राष्ट्र ब्याङ्क अदालतको सिधै निगरानीमा छ। भविष्यमा हुने कुनै पनि नयाँ नियुक्ति होस् या अहिलेका पदाधिकारीको निरन्तरता, राष्ट्र ब्याङ्कले यी अयोग्यताका नियमहरूलाई 1 इन्च पनि नछाडिकन अनुगमन र कडाइका साथ लागू गर्नै पर्ने कानुनी बाध्यता सृजना भएको छ। अब हामी विश्लेषणको अन्त्यतिर आइपुगेका छौं, तर जानुभन्दा अगाडि एउटा एकदमै रोचक ऐतिहासिक फ्याक्ट शेयर गरिहालौं। 2082 साल भदौ 24 गते सर्वोच्च अदालतमा एउटा ठूलो आग लागि भएको थियो, जसमा यो मुद्दाका ओरिजिनल भौतिक मिसिलहरू पुरै जलेर खरानी भए। तर पत्याउनुहुन्छ, यो यत्रो ऐतिहासिक फैसला अदालतको डिजिटल मुद्दा व्यवस्थापन प्रणालीबाट ब्याकअप लिएर हुबहु पुनर्निर्माण गरिएको थियो। प्रविधिको सही प्रयोगले कसरी एउटा महत्त्वपूर्ण कानुनी डकुमेन्टलाई सदाको लागि हराउनबाट बचायो भन्ने यो एउटा गजबको उदाहरण हो। अब भविष्यतर्फ फर्केर हेर्दा एउटा एकदमै गम्भीर प्रश्न हाम्रो अगाडि तेर्सिन्छ। जब एउटा सामान्य चेतावनीले मात्रै पनि लिडरसिपबाट 5 वर्षको सिधै वनवास निम्त्याउन सक्छ भने अब नेपालका वित्तीय संस्थाहरूले कर्पोरेट सुशासनको यो जिरो टलरेन्स भएको नयाँ युगलाई कसरी सामना गर्लान्? पक्कै पनि यो फैसलाले ब्याङ्कहरूलाई पहिलेभन्दा कैयौं गुणा बढी सतर्क र पारदर्शी बन्न बाध्य बनाउनेछ। यही विचारोत्तेजक प्रश्न छोड्दै आजको यो कानुनी विश्लेषण हामी यही टुङ्ग्याउँछौं। तपाईहरूको बहुमूल्य सुझाव प्रतिक्रियाको अपेक्षा गर्दै आजको लागि धन्यवाद।